हेलो गाइजहरू, दर्शन नमस्ते, रासो फ्याफुल्ला सबैजनालाई। आज चाहिँ हामी यहाँ पुलाबाट बहिनीसँग भनौँ न गाडीमा छु। यतिखेरको बसाइमा चाहिँ अहिले चाहिँ बहिनी कामको लागि जाँदै हुनुहुन्छ र बहिनी चाहिँ यहाँ आएको कति महिना भयो नानी? अब 3 महिना 3 महिना हुन लाग्यो। तर मेरो रुममा बसेको 1 महिना समथिङ होइन, भनौँ न 1 महिना पछाडि चाहिँ बहिनीले नयाँ काम पाएर चाहिँ भनौँ न आज बहिनीलाई बस पार्कसम्म म छोड्न जाँदैछु। र बहिनीहरूलाई चाहिँ खासमा कम्पनीले चाहिँ निकालेको होइन कान्छी, कम्पनीबाट निकालेको भनौँ न एउटा बिना गल्ती पनि कम्पनीबाट निकालेको हुनाले चाहिँ अलिकति दुःख पाएको कारणले मैले अलिकति हेल्प गरेको छु। र बहिनीले भनौँ न एउटा काम गर्न एउटा होइन के भन्ने अब बहिनीले चाहिँ केही कुरा भन्छ होला। बहिनीलाई कस्तो अनुभव भइरहेछ हामीलाई भेट्दा होइन? मलाई चाहिँ धेरै खुसी लाग्यो, किनभने अब विदेश जस्तो ठाउँमा पनि हुन्छ नि त अब, अनि यस्तो आफ्नै बहिनी जस्तो गरेर अहिलेसम्म राखिदिनु भयो। अनि म त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु दिदीलाई। यो गुण म कहिले पनि बिर्सिने छैन होला सायद। हुन्छ नि त अब विदेशमा त अब नेपालीले नेपाली नै हेप्ने गर्छन् अनि मतलब गर्दैनन् के, तर कति दुःख पर्दा पनि मतलब गर्दैनन्, नचिने जस्तो नसुने जस्तो गर्छन् के बोल्दा पनि। तर अब यस्तो ठाउँमा आएर पनि हुन्छ नि त अब जस दिदीले प्रतिमा दिदीले जस अब आफ्नै जस्तो गर्नुभयो कि म आजसम्म बसेँ तर आफ्नै बहिनी जस्तो गर्नुभयो नि, त्यसको लागि म चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु दिदी। अरूलाई पनि दुःख पऱ्यो भने हजुरले अरूलाई नि गरिदिनु होला र हामी पनि गर्छौँ होला। अब हामी पनि अब हामीलाई राम्रो भयो भने कसैलाई दुःख पऱ्यो भने हामी पनि सहयोग गर्छौँ होला। त्यही हो दिदी, धन्यवाद धेरै धेरै धन्यवाद। मलाई धन्यवाद पर्दैन है। अनि तपाईँहरू पनि अब भनौँ न यहाँ हुनुभएको जति पनि दुःख पाउनु भएको छ होइन, आफ्नो ख्याल गर्नु होला। र धेरै दलालीहरू छ यहाँ होइन, दलालीहरूबाट चाहिँ बच्नु होला होइन। अनि बहिनीलाई चाहिँ धेरै कुराहरू झुकाएर राख्दा बल्ल बल्ल चाहिँ यहाँ काम फिक्स भएर चाहिँ हिँडेको छ। तर अझै पनि विश्वास छैन होइन, विश्वास छैन। अब भोलिको दिनमा जे पनि हुनसक्छ, जे पनि गर्न सक्छ मान्छेले। यहाँ अलिकति बस पार्क आइपुगेको छौँ हामी चाहिँ यतिखेर। अहिले चाहिँ हामीले टिकट लिइसकेका छौँ बहिनीको लागि, जाग्रेबसम्मको लागि। यहाँ बहिनी चाहिँ यहाँ रेडी हुँदैछ है, बस आइसकेको छ बाहिर। ल छिटो छिटो नानी नानी जाउँ अब शुभयात्रा नानुलाई होइन। राम्रोसँग काम गर्नु, फेरि पनि आउनु होला, दिदीलाई नबिर्सिनु होला। ब्लगबाटै भनिरहेको फेरि। ल बहिनी चाहिँ अब बस चढ्न लागेको छ होइन। बाई बाई रे, बहिनी चाहिँ बस चढ्न लाग्छ है यहाँ। बाई। र बहिनीलाई पुऱ्याएर चाहिँ बहिनी जानु भइसक्यो होइन बसमा। र यतिखेर चाहिँ बहिनी पुगिसकेको भन्ने खबर पाएको छु। र खास गरी चाहिँ बहिनीलाई कामबाट निकाल्नुको कारण चाहिँ कम्पनीहरूमा प्रायः हामी नेपालीहरू होइन, एउटा नेपाली भएर नेपालीको मर्म चाहिँ बुझ्दैन होइन। त्यही भएर हामीले हरेक कामहरू गर्दाखेरि होइन, हरेक कुराहरू गर्दाखेरि चाहिँ हामी नेपालीदेखि नेपाली नै डराउनु पर्ने अवस्था छ कि एउटा भनौँ न यो ठाउँमा चाहिँ। किनकि ठग्ने अब पेल्ने हेप्ने भनेकै अब अरू देशको मान्छेले भन्ने कुरा त त्यो छँदैछ, आफ्नो उसमा पर्छ होइन। तर पनि एउटा नेपाली भएर एउटा नेपालीलाई भनौँ एउटा साथ सपोर्टको खाँचो हुने बेलामा उल्टै एउटा धाक धम्की दिने होइन, एउटा हरेक कुराहरूमा टर्चर दिने, हरेक कुराहरू एउटा सानो सानो कुराहरूलाई पनि सानो अब गल्तीहरूलाई पनि बोसलाई सेयर गर्ने होइन, कम्पनीमा कुरा राख्ने अनि त्यस पछाडि अलिकति नराम्रो बिहेभहरू गर्ने हुन्छ नि त एउटा होइन। त्यस्तो गर्ने भित्र नै बहिनीको पनि सानो होइन एउटा कुराहरूलाई पनि अब बहिनी एउटा क्लिनरमा काम गर्ने बहिनी हुनुहुँदो रहेछ होइन। अनि क्लिनरमा चाहिँ के हुन्छ भने अब उहाँहरू सुपर मार्केटमा गर्नुभएको रहेछ खासमा काम। सुपर मार्केटमा अब
मान्छेहरू आउने जाने भइरहेको हुन्छ कि खासमा होइन। सुपर मार्केट र होटल लाइनमा एउटै हुन्छ कि काम खासमा क्लिनरहरूको लागि चाहिँ। किनभने मान्छे आइरहेको हुन्छ, सफा गरिरहेको हुन्छ। अब मान्छे आइरहेको हुन्छ, अब मान्छेहरूबाट अलिकति थोरै भनौँ एउटा सामानहरू कुनै पनि चिजहरू अब खसेको हुन्छ भुइँतिर होइन, झरेको हुन्छ, अब बाई मिस्टेक झराएको हुन्छ, पोखाएको हुन्छ होइन। त्यस्तो अब कुराहरू हरेक हुन्छ नि त। तर त्यस्तो सानो सानो कुराहरूमा पनि भनौँ एउटा कम्प्लेन गर्नुभएको अरे के। एउटा नेपाली नै लिडर हुनुहुँदो रहेछ उहाँको कम्पनीमा, लेडिज नै होइन। उहाँसम्म पनि भनौँ न यो भिडियोहरू पुगोस् कि ताकि त्यहाँ भएको बहिनीहरूलाई पनि अझै पनि अरू बहिनीहरूलाई पनि टर्चर दिनुभएको छ अरे होइन। एउटा टर्चर दिएको जस्तै त हो नि होइन। एउटा आफ्नो नेपाल छोडेर आउनु भएको छ, एउटा आफ्नो देश छोडेर आउनु भएको छ, आफ्नो परिवारहरू होइन छोडेर आउनु भएको छ। हरेक दुःखहरू भनौँ न एउटा सम्झेर बोकेर आफ्नो सपनाहरूलाई चाहिँ एउटा साकार बनाउँछु र आफू परदेशमा गएर भए पनि आफ्नो सपनाहरू पुरा गर्छु होइन, त्यो भनेर आएको हुन्छ नि त। हरेक कुराहरू सोचेर अब आएको हुन्छ भनौँ न हामी यहाँ होइन। त्यही भएर चाहिँ आज चाहिँ मलाई के भन्नु मन लाग्यो भने त्यस्तो व्यवहार चाहिँ नगरिदिनु होला के। अब प्रायः पहिला हामी पनि त्यसै कम्पनीबाट नै काम गरेर आएको हो। अहिले चाहिँ हामी आफ्नै दुनियाँमै छौँ भनौँ होइन। एउटा बोसको अर्डर बाहेक अरू कसैको अर्डर हुँदैन हाम्रोमा चाहिँ होइन। त्यही भएर अलिकति गाह्रो हुन्छ सुपरभाइजर लिडरको अर्डरमा बस्नलाई होइन। तर पनि एउटा हुन्छ नि त, त्यो नेपालीले हेप्ने देख्दाखेरि चाहिँ मलाई नराम्रो लागिरहेछ। त्यस्तो नगरिदिनु होला तपाईँहरू जुनसुकै पोस्टमा होस् होइन। सबैजना कामदार हो, सबैजना भनौँ न एउटा अरूकै नोकर गर्न आएको हो। त्यस्तो व्यवहारहरू चाहिँ नगरिदिनु होला भन्न चाहन्छु। र आज त्यो बहिनीलाई जसरी कम्प्लेन गरेर निकाल्नु भएको छ, त्यहाँ भएको बहिनीहरूलाई पनि त्यसरी नै निकाल्छु भन्ने धम्कीहरू चाहिँ आएको छ अरे भन्ने कुराहरू सुन्नमा आइरहेछ। र त्यो दिदीलाई चाहिँ म दिदी हो कि बहिनी हो होइन यही भन्न चाहन्छु कि तपाईँले त्यस्तो नगरिदिनु होला होइन। सकेसम्म राम्रो भनौँ न गरिदिनु होला। किनभने सानो कुराहरूलाई कम्प्लेन गर्ने त्यस्तोहरू गर्दाखेरि चाहिँ अब भनौँ न एउटा धेरै दुःख पाएको मान्छेहरूलाई झन् दुःख नदिनु होला। मान्छेहरू प्रायः कति मान्छेहरू डिप्रेसनमा गइरहेको हुन्छ, हरेक आफ्नो पर्सनल प्रब्लमहरू हुन्छ, फ्यामिली प्रब्लमहरू हुन्छ होइन। त्यस्तो नगरिदिनु होला होइन। एउटा अलिकति मैले त्यो बहिनीलाई हेल्प गरेर धेरै ठुलो गुण गरेको छु जस्तो मलाई लाग्छ। किनकि परदेश जस्तो ठाउँमा एउटा डिप्रेसन अवस्थामा मैले पुऱ्याएन। किनभने भर्खर आउनु भएको छ होइन। उहाँ चाहिँ भर्खर आउनु भएको छ, अलिकति त्यस्तो टर्चरहरूमा पर्नु दिएन मैले होइन। एउटा आफ्नै बहिनीलाई जसरी राखेँ, कुनै चिजको पनि कमी राखेन, कामहरू नपाउँदा पनि चिन्ता नगर म छु भन्ने एउटा हौसला दिएर चाहिँ मैले उहाँलाई राख्न सक्यो। किनकि त्यो पीडा मैले भोगेको छु र अरू नेपालीहरूले पनि भोग्नु भएको छ। र कति मान्छेहरूले भनौँ न एउटा सुसाइड पनि गरेको देखेको छु होइन, सुनेको पनि छु होइन। कामको कारणले गर्दाखेरि यस्तो उस्तो भयो भनेर होइन। त्यो घटना पनि भएको हो नि त हाम्रो यहाँ क्रोसियामा। त्यही भएर त्यस्तो घटनाहरू नगरोस्। र त्यो दिदी बहिनीलाई चाहिँ म के भन्न चाहन्छु भने जुन कम्पनीबाट निकालेको छ नि त्यो बहिनी, त्यो कम्पनीमा काम गर्ने दिदी हो अथवा बहिनी हो होइन। उहाँलाई चाहिँ फेरि पनि त्यो बहिनीहरूलाई त्यसरी निकाल्दैछ भने तपाईँको पनि भनौँ एउटा निक्लिने दिन आउँछ, तपाईँको पनि दिन आउँछ होइन। तपाईँलाई राम्रै तरिकाले भन्न चाहन्छु म होइन। त्यस्तो नगरिदिनु होला। त्यो बहिनीलाई चाहिँ राम्रोसँग भनौँ एउटा काम पाओस् भन्ने भनौँ न एउटा चाहना छ होइन। एउटा प्रार्थना पनि गर्छु होइन पाओस् भनेर। त्यही भएर धेरै धेरै धन्यवाद एजेन्सी हजुरलाई पनि। नेपालबाट त्यत्रो पैसा तिरेर आएर पनि यहाँ बिचली पार्नु भएकोमा नेपालबाट पठाउने व्यक्तिलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने हामीले चाहिँ नेपालमा फोन गरेर पनि एजेन्सीहरूसँग कुरा गरेर पनि अब भनौँ न यहाँ त्यसरी निकालेको छ, के गर्ने कसो गर्ने भन्दाखेरि उहाँहरूले चाहिँ अब त्यो हाम्रो प्रब्लम होइन, त्यो कम्पनीको प्रब्लम हो भन्ने कुराहरू सुने होइन। उहाँहरूले त्यस्तो भन्नुभयो। त्यस्तो भनेर हुँदैन नि त। एउटा तपाईँहरू पनि जिम्मेवारी हुन्छ, त्यत्रो पैसा भनौँ न एउटा दिएर आएको हुन्छ हामीले पनि। यहाँ कम्पनीले अब एक्कासी निकालिसकेपछि तपाईँले पनि यताउति एजेन्सीहरू चिनेको हुन्छ होइन। उहाँहरूलाई चाहिँ सल्लाह के गर्ने कसो गर्ने भनेर अन्त काम खोजिदियो भने पनि धेरै भनौँ न सहज हुन्थ्यो। तर यस्तो व्यवहार देख्दाखेरि चाहिँ नेपालको मान्छेको पनि होइन एउटा एजेन्सीहरूको पनि धेरै ठुलो गल्ती देख्छु होइन, गल्ती लाग्छ। त्यही भएर तपाईँहरूले यदि पठाउँदै हुनुहुन्छ भने होइन एउटा यसरी कामबाट बिचली भयो भने भनौँ न एउटा काममा लगाइदिन सक्ने तरिकाले चाहिँ पठाउनु होला भन्न चाहन्छु।